एसटी प्लस के उर्यामेन धातु प्लस हुने चाहना छ भने भनेको छ। अब यहीँबाटै बुझिन्छ धेरै परिभाषालाई हेरिराख्नु पर्दैन। धातु प्लस हुने चाहना छ भने भनेको तपाईको चाहना छ भने भनेपछि तपाईको चाहनालाई केही पूरा गर्नको लागि सल्लाह अथवा सुझाव दिने बेलामा उर्यामेनको प्रयोग गरिएको रहेछ भनेर यसरी बुझिन्छ हैन। ल तल हेरौँ, कसैको इच्छा वा चाहना भएको कुरालाई भनेको दोस्रो व्यक्तिको सेकेन्ड पर्सनको इच्छा वा चाहना भएको कुरालाई प्राप्त गर्नको लागि सल्लाह अथवा सुझाव दिन प्रयोग गरिन्छ कि बीएसटी प्लस उर्यामेन है। यो भनेको दोस्रो व्यक्तिको इच्छालाई पूरा गर्नको लागि सुझाव दिँदा यस्तो गर्नुस् न, यसरी पूरा गरे राम्रो हुन्छ अथवा यसरी गरे चाहिँ त्यो इच्छा तपाईको चाँडै पूरा हुन सक्छ, त्यस्तो भन्ने बेलामा के उर्यामेनको प्रयोग गरिन्छ। अथवा आफ्नो इच्छा आफ्नो मनसाय अथवा आफ्नो विचारलाई व्यक्त गर्दा के को प्रयोग गर्ने, जस्तै अरूको सेकेन्ड पर्सनको कुनै पनि इच्छा, जस्तो तपाईको इच्छा कोरिया जाने हो भने हामुकै खार्यामेन कोरिया जाने चाहना छ भने यलसिमी खुङु आसेओ भनेको मेरोसँग अध्ययन गर्नुहोस् भनेर मैले भने। अब त्यही कुरा तपाईले कोरिया जाने विचारले मेरोसँग अध्ययन गरेकी छु भनेर तपाईले भन्नुहुन्छ, त्यति बेला कुन ग्रामरको प्रयोग गर्ने? अरूको इच्छालाई र्यामेन, आफ्नो इच्छा आफ्नो मनसाय आफ्नो विचारलाई र्यागो पढे होइन, र्यागो र्यागो पढेको होइन हैन भन्नु पर्दैन। अब के भनेर हुन्छ त्यस्तै पाठ त पाइदैन नि, पढ्नु पर्यो नि, इक्जाम आउने भयो मलाई आइने भने त्यस्तो भन्नु पर्यो। त्यही हेर्नुहोस् है, घरमा एकचोटि सधैँ हेर्नु है। ल बीएसटी प्लस के उर्यामेन धातु प्लस हुने चाहना छ भने कसैको दोस्रो व्यक्तिको इच्छा वा चाहना भएको कुरालाई प्राप्त गर्नको लागि सल्लाह दिँदा सुझाव दिँदा प्रयोग गरिन्छ कि बीएसटी प्लस उर्यामेन। यदि बीएसटी मा बी र र फाक्षिम भएकै र्यामेन, र बाहेक फाक्षिम भएकै उर्यामेनको प्रयोग गरिन्छ। फाक्षिममा र भए पनि रलाई हटाउनु पर्दैन, र्यामेन जोडिन्छ है। जस्तै 1 नम्बरमा खिम्सी चिगेरुल भनेको के किम्ची तातो ग्रेभी सुप मान्दुल ल्यामेन भनेको बनाउने चाहना छ भने खिम्ची चिगेरुल मान्दुल ल्यामेन खिम्ची चिगे बनाउने चाहना छ भने खिम्ची हागो भनेको किम्ची र खोगेरुल सासेल के किन्नुहोस् त मासु किन्नुहोस्। किम्ची चिगे भनेको किम्ची तातो ग्रेभी सुप बनाउने चाहना छ भने किम्ची हागो खोगेरुल सासे किम्ची पनि किन्नुहोस् अनि मासु पनि किन्नुहोस्। तपाईले भन्नुभयो खिम्ची रुल मान्दुल ल्याएको हेरो अतखे भनेर भन्नुभयो हैन, अथवा खिम्ची रुल मान्दुल ल्याएको हेरो किम्ची बनाउने विचार गरेकी छु भनेर भन्नुभयो। मैले भने खिम्ची चिगे रुल मान्दुल ल्यामेन खिम्ची हागो खोगेरुल सासे भनेर भन्नु मिल्दैन, मिलिहाल्छ। ल खङ्गाङ हागे भनेको स्वस्थ गरी है, स्वस्थ तरिकाले फिट तरिकाले। ओरे सालेमेन भनेको ओरे भनेको के लामो समय भनेको दीर्घायु भनेर बुझ्नु न। ओरे सालेमेन भनेको लामो समय बाँच्ने चाहना छ भने ओरे साल्दा लामो समय बाँच्नु बस्नु। मेल उन्दोङ हाँस्यो के गर्नुहोस् सधैँ व्यायाम गर्नुहोस्। फेरि सधैँ व्यायाम गर्ने मान्छे 30 वर्षमा मर्याछन् भनेर त्यस्तो क्वेसन गर्न पाइँदैन है, अरू सबै पाइन्छ त्यस्तो क्वेसन गर्न पाइँदैन, बुझ्नु पर्यो नि हैन। ल खङ्गाङाकै ओरे सालेमेन मेल उन्दोङ हाँस्यो भनेको स्वस्थ तरिकाले लामो समय बाँच्ने चाहना छ भने सधैँ के गर्नुहोस् त व्यायाम गर्नुहोस्। व्यायाम गर्ने मान्छे अलि फिट हुन सक्छ, अलि बाँच्न सक्छ भन्ने सबैको टाइप हो है। 3 नम्बरमा हेर्नु, मुर्योरो भनेको निशुल्क तरिकाले, मुर्योरो भनेको के निशुल्क तरिकाले। खङ्गाङ खम्जिनुल फागुर्यामेन भनेको स्वास्थ्य परीक्षणलाई प्राप्त गर्ने चाहना छ भने खङ्गाङ खम्जिन भनेको के स्वास्थ्य परीक्षण। खङ्गाङ खम्जिनुल फागुर्यामेन स्वास्थ्य परीक्षण प्राप्त गर्ने चाहना छ भने वैगु किल्यम छेउन सेन्थाए एल्ला कामेन दयो भनेको वैदेशिक मजदुर सहायता केन्द्रमा सम्पर्क गर्यो भने हुन्छ भनेर भन्यो। साङदाङ सेन्थाएस भनेको के परामर्श केन्द्रदेखि अथवा परामर्श केन्द्रमा साङदाङ फागुर्यामेन भनेको परामर्श प्राप्त गर्ने चाहना छ भने इरे इरे बस्यो भनेको